यो सरकारले जेनजी आन्दोलनपछि हामीले 3वटा म्यान्डेट पाएका छौं। भ्रष्टाचार नियन्त्रणको कामहरू अगाडि बढाउने, त्यसको लागि बडो सगर्व साथ यहाँहरूलाई भन्छु, ऐतिहासिक रूपमा 3 महिनाको अवधिमा यहाँहरूले 30वटा भन्दा बढी भ्रष्टाचारका मुद्दाहरू अहिले अदालत पुगेका छन् र कारबाहीहरू अगाडि बढेको छ। यसमा यो सरकारले बढाएको भन्न खोजेको होइन। विगतका दिनहरूमा जुन खालको प्रभाव र दबावमा मुद्दाहरू अगाडि बढ्न नसक्ने अवस्था थियो, हामीले अहिले राज्यका निकायहरूलाई स्वतन्त्र रूपमा काम गर्नको लागि सरकारको तर्फबाट बनाउनु पर्ने वातावरण बनाएका छौं र सरकार अन्तर्गतका निकायहरूलाई पनि हामीले त्यो स्वतन्त्रता दिएका छौं र भ्रष्टाचार नियन्त्रण सम्बन्धी मुद्दाहरू अहिले मज्जाले अगाडि बढिरहेको छ। यो निवेदन गर्न चाहन्छु। सुशासनको कामका सुरुवातहरू हामीले गरेका छौं र निर्वाचनको कुरा गर्दा यहाँहरूलाई भनौं, फागुन 21 मा निर्वाचन हुँदैछ। फागुन 21 मा निर्वाचन हुँदैछ। निर्वाचन आयोग द्रुत गतिमा काम गरिरहेको छ। 8 लाख भन्दा बढी नयाँ मतदाताहरूले उत्साहपूर्वक रूपमा चाहिँ मतदाता नामावलीमा दर्ता गरेका छन्। सबै राजनीतिक दलहरू, करिब सबै राजनीतिक दलहरू अहिले चुनावमा होमिसकेको देख्छौं हामी। कतिपय राजनीतिक दल महाधिवेशन गर्दै हुनुहुन्छ, गर्नेवाला हुनुहुन्छ, गाउँदेखि शहरसम्म अभियान चलाउनु भएको छ र यहाँहरूलाई जानकारी गराउँ, उम्मेदवारको नाम सिफारिस भइरहेको छ, समानुपातिकमा नाम सिफारिस भइरहेको छ भनेपछि राजनीतिक दलहरू चुनावमा होमिसकिनु भएको छ। सरकार सबै खालका स्रोत साधन जनशक्ति तय गरेर चुनावलाई सफल बनाउने वातावरणमा सरकारले त्यो काम गरिरहेको छ। जनता भोट हाल्न आतुर छन्। निर्वाचन अब महोत्सव होइन, निर्वाचन उत्सव होइन, अब महोत्सव बन्दैछ। त्यसकारणले गर्दाखेरि मुलुक निर्वाचनमा अगाडि बढिसक्यो।